गाइज आजको समय प्रविधिले भरिपूर्ण समय हो। अहिले हरेक कामकाज छिटो गर्नका निम्ति हामीले हरेक क्षेत्रमा प्रविधिको प्रयोग गर्दै आइराखेका छौँ। चाहे त्यो कन्स्ट्रक्सन निर्माण साइट होस् अथवा कुनै कम्पनी किन नहोस्, हातले लेख्नु पर्ने ठाउँमा आज कम्प्युटरद्वारा लेखिन्छ। यात्रा छोटो समयमा पूरा गर्नका निम्ति हवाई जहाजको निर्माण भएको छ। यानि कि कुरा कुल मिलाएर उही हो, हामी समय बचत गर्न र सजिलै कार्य सम्पादन गर्नका लागि प्रविधिको प्रयोग गर्दैछौँ। तर पनि हामीलाई पहिला भन्दा समय चाहिँ चाँडै बितेको महसुस हुन्छ। त्यसको कारण एउटै छ, सिम्पल सिधा सोशल मिडिया। गाइस तपाईहरुले ख्याल गर्नु भएको होला, हामी कुनै कुरा युट्युबमा सर्च गर्दा युट्युब खोलेपछि अचानक नयाँ नयाँ कुरा देखिन्छ। त्यो देखेपछि हामी रोकिन्छौँ अनि समय गएको थाहै हुँदैन। आज समय छिटो बितेको लाग्नुको मुख्य कारण एउटै छ, सोशल मिडिया प्लेटफर्महरू। फेसबुक, युट्युब, इन्स्टा यिनै हुन् सोशल मिडियाहरू। अनि यसमा चाहिँ तपाईको भनाइ के छ? आफ्नो भनाइ कमेन्टमा राख्न नभुल्नुहोला।